Good morning to everyone and welcome to my mini vlogs. आज हामी बरगाड श्रम हिल पार्कसम्मको यात्रा रहनेछ अर्थात् जुन 5 विश्व वातावरण दिवसको उपलक्ष्यमा यसै नवलपरासी इसाई जवान समितिको आयोजनामा वृक्षारोपण कार्यक्रम हुन गइरहेको छ र अहिले हामी पारिजात पर्यटकीय श्रम हिल पार्कको प्रवेशद्वारबाट हामी प्रवेश गर्दैछौँ। तपाईहरुले देख्न सक्नुहुन्छ र हाम्रो साथीहरूले यहाँ मलहरू लोड गर्दै हुनुहुन्छ। हामी यसरी सिँढी चढ्दै अब हामी माथिसम्मको यात्रा गर्दैछौँ। गरे के हुँदैन भन्ने अभियानद्वारा निर्मित बरगाड श्रम हिल पार्कमा आज हामी आइसकेका छौँ र आज यसै ठाउँमा हाम्रो वृक्षारोपण कार्यक्रम हुनेछ। हामी सुरुको प्रार्थना गरेर र आजको यो वृक्षारोपण कार्यक्रममा हामी सुरु गर्नेछौँ। विशेष गरेर सबै कुराबाट सुन्दर कुराहरू यहाँनिर भएर तपाईँको महिमा र गवाईको कारण हुन सकोस् र यहाँ व्यवस्थापन गर्ने सम्पूर्ण टिमहरूलाई पनि हामी तपाईँका राख्छौँ। तपाईँ प्रभुले अनुग्रह आशीर्वाद अझै प्रभु सबै व्यवस्थापनमा तपाईँले सहायता गर्नुहोस्। चाहिने स्रोतहरू पूर्वाधारहरू तपाईँले जुटाउनुहोस्। धन्यवाद चाहन्छु यी सबै कुराको लागि। बिन्ती प्रार्थना माग्छौँ आशिष येशू प्रभुको नाममा आमेन। र प्रार्थनापछि यस ठाउँमा अब हामी सरसल्लाह गर्दैछौँ अबको बोटहरू अथवा बिरुवाहरू अब कुन ठाउँमा हामी रोप्ने भनेर एक किसिमको अब तयारी गर्दैछौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ अनि लगभग आज हामीसँग रामग्रामबाट 100वटा बोट बिरुवाहरू उपलब्ध भएको छ। पारिजातहरू छ, विभिन्न फलफुलको बोट बिरुवाहरू छ, तपाईँहरू देख्न सक्नुहुन्छ। अनि आज यो सबै बोट बिरुवा चाहिँ हामी रोप्ने छौँ ताकि यस ठाउँमा प्रभुको महिमा भएको होस्। यहाँ तपाईँले देख्न सक्नुहुन्छ हाम्रो सुनल नगर इसाई जवान समितिका अध्यक्ष ह्याप्पी कुमार, हाम्रो सोल्टी हुनुहुन्छ, अनि सन्दीप वर्मा, हाम्रो आदरणीय मित्र ब्रदर महेशजी हुनुहुन्छ, आदरणीय पास्टर अनुराग थापा, अनि साथसाथै हाम्रो पास्टर अब्राहम तामाङजी सरसल्लाह मिठो गफगाफ भइरहेको छ जस। अनि यहाँ हामी देख्न सक्छौँ हाम्रो दिपेश ब्रदरले सोल्टीले जस खनिरहनु भएको छ। अनि हाम्रो भाइले मलहरू हालिरहेको छ। हामी देख्न सक्छौँ हाम्रो उपासना बहिनीले त्यस ठाउँमा बोट बिरुवा रोपिरहनु भएको छ। साँच्चै नै यी सबै हातहरूबाट प्रभुकै नै महिमा भएको होस्। हाम्रो अझै देख्न सक्छौँ यसै नवलपरासी इसाई जवान समितिका कोषाध्यक्ष यीशु मगरज्यूले अहिले बोट रोप्ने क्रममा हुनुहुन्छ। अनि हाम्रो बरगाड नगर इसाई जवान समितिका सदस्य नन्दकिशोर भाइले अहिले यहाँ कोदालोबाट माटो खन्दै हुनुहुन्छ अथवा खल्टो बनाउँदै हुनुहुन्छ, जहाँ हाम्रो नवलपरासी इसाई जवान समितिका सचिव सम्झना रिया बहिनीले अब यहाँ बोट रोप्दै हुनुहुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ यो भिडियोबाट। प्रभुलाई महिमा भएको होस्। त्यसै गरी मेरो आदरणीय दाजु आदरणीय पास्टर अब्राहम तामाङज्यूले पनि यहाँ कोदालोहरूबाट माटो खनिकन बोट बिरुवाको लागि रोप्नको निम्ति धेरै सहयोग दिनुभएको छ। हाम्रो सुदीप भाइले मल हाल्ने काममा सहयोग गर्नुभएको छ। यी सबै हातहरूबाट परमेश्वरलाई महिमा भएको होस्। अनि हाम्रो उपासना बहिनी लगायत सुदीप भाइले यहाँ बोट बिरुवा रोपिसकेपछि माटोहरू पुर्ने काम भइरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। र त्यसै गरी अझै पनि यहाँ हामी देख्छौँ विभिन्न यो खाली ठाउँहरूमा हामी सकेसम्म आज सम्पूर्ण बिरुवाहरू रोप्ने कोसिस गर्दैछौँ। र हामी केही सम्झना स्वरूप केही तस्बिरहरू हामी राख्दैछौँ र आजका यस कार्यक्रममा देखेका तस्बिरहरू आदरणीय पास्टरबाहरू, नगरका सचिवजीहरू, नगरका अध्यक्षज्यूहरू, अनि के गरे हुँदैन भन्नेका अभियन्ताजीहरू, हाम्रो नवलपरासी इसाई जवान समितिका अध्यक्षज्यूहरू लगायत सम्पूर्ण टिमहरू अनि हामी केही तस्बिरहरू यस ठाउँमा समग्र रूपमा राखेका छौँ र हामीले ग्रुप फोटो पनि लिएका छौँ। समाज जवान समितिको आयोजनामा गरिएको यो वृक्षारोपण कार्यक्रममा तपाईँ परमेश्वरले हामीलाई आजको वृक्षारोपण कार्यक्रमबाट हाम्रो जीवित परमेश्वरको नै महिमा भएको होस्। हामी नवलपरासी इसाई जवान समिति धन्यवादी छौँ हाम्रो आदरणीय सम्पूर्ण गुरुजनहरूप्रति, नगरका जवान अध्यक्षज्यूहरू, नगर समाजका अध्यक्षज्यूहरू लगायत जिल्ला जवान कमिटीका सम्पूर्ण साथीहरूलाई हामी विशेष गरी धन्यवाद दिन चाहन्छौँ। र यहाँहरूले गर्नुभएको परिश्रममा परमेश्वरले पक्कै पनि आशिष दिनुहुनेछ। बाइबल धर्मशास्त्र व्यवस्था 28:12ले बताउँदछ कि हामीहरूका परमेश्वरले हामीहरूले गरेको काममा आशिष प्रशस्त मात्रामा दिनुहुनेछ।
हामी यो वचनको घोषणा गर्दै आउने दिनहरूमा परमप्रभुको यस ठाउँमा हामी महिमा गर्नेछौँ र हामी धन्यवादी छौँ सबै थोकको निम्ति। सबै थोक जुटाउन नै हाम्रो जीवित परमेश्वरलाई नै हामी धन्यवाद दिन चाहन्छौँ र यहाँहरू सम्पूर्णको जीवनमा प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। हालेलुया।